यस नगरसभामा चुनौती र अवसरहरू, यो अन्तिम नगरसभा भएकोले चुनौती र अवसरहरू हामी पुराना दलहरूलाई छ। त्यसले गर्दा बुद्धि र विवेक बनाएर कुनै पनि कार्यकर्तामुखी बजेट नबनाइकन जनतामुखी बजेट बनाएर कार्यान्वयन गर्नको निम्ति म हार्दिक अपिल गर्दछु। नीति तथा कार्यक्रमहरू सुनिरहँदाखेरि स्वादयोग्य र राम्रोहरू छ, धेरै राम्रो लाग्यो, खुसी पनि लाग्यो। तर नीति तथा कार्यक्रममा एउटा कृषिको बजेटमा हामीलाई उन्नत जातको बिउ पनि पाइयो, सबै थोक पनि गर्न दिनुभयो, सबै थोक समेट्दै देखियो। तर सबै चिज उत्पादन गरेर उपभोग गर्नलाई चाहिँ हामीलाई एउटा शक्तिले दिइरहेको छैन। त्यो शब्द त्यहाँ हटाइयोस् भन्ने अनुरोध गर्न चाहन्छु। त्यो हो बाँदर नियन्त्रण। हामीहरूलाई बाँदरले अहिलेसम्म सबै उत्पादन गरेका चिजहरू बाँदरले खान दिएको छैन। एक दुईजना लखेट्न जाँदाखेरि महिलालाई त हात हाल्नै लाग्यो। त्यसले गर्दाखेरि विशेष ध्यान जाओस्। र मैले यस नगरपालिकाका सभा सदस्यज्यूहरूलाई अनुरोध गरेँ हो, तपाईँहरूले पास गर्दा आज पास हुन्छ। आज प्रमुख र उपप्रमुखले मात्र होइन, तपाईँहरूको हातमा छ। त्यसले गर्दा ती कुराहरूमा विशेष ध्यान दियोस् र त्यो शब्द त्यहाँ हटाइएर या कानुन बनाएर हुन्छ या कसरी होस्, त्यो एकदम महत्त्वपूर्ण कुरा जस्तो लाग्छ। त्यसलाई हटाउनुको निम्ति फेरि म ध्यान आकर्षण गराउन चाहन्छु सभा सदस्यज्यूहरूलाई।